सुन है यसलाई हैन ल ठिक दामी छ अब यता सन्दर्भले खै सब 24 क्यारेटको रहेछ हैन यो टप बगानले दिने अब आज दिनभरि रमाइलो हुने भयो हैन कस्तो अनुभव हुँदैछ त अनि कस्तो महसुस हुँदै रमाइलो हुँदैछ आफ्टर लङ टाइम ओके ल माथि चढेको तिमी कहाँ हो हेलो साथीहरु दर्शक नमस्ते आज धेरै लामो समयपछि तपाईहरु सामु एउटा भिडियो लिएर उपस्थित भइसकेका छौं आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि टक्कला तीनजना हैन छुट्टी भएको कारणले चाहिँ आज हामी बोर्डुबे जाने काम विशेष पनि छ र भन्दै आज विद्यार्थी हुनुहुन्छ दाइ के हो ल भन्दिनु एक दुई शब्द भन्नु न हामी छुट्टीको दिन यसो हल्का काम पनि छ र घुमघाम गर्ने भनेर यसो बोर्डुबेतिर निस्केको गाइस ल आज हामी जाँदैछौँ ल बोर्डुबे वहाँ गएर मोमो चाउमिन यता कामहरू सब भ्याउनुपर्छ हामी त्यहाँ जाँदाको यात्राहरू तपाईँसँग जोडिरहन्छौँ र भन्दा अगाडि भिडियो हेर्नु होला धन्यवाद यस्तै छ घाम तरो छ घाम चाहिँ साथीहरू लास्टै टन्टोपुर घाम छ अब हामी अब त्यहाँ बोर्डुबे जानलाई के कस्तो प्रोसेसहरू छ त नि भन्ने तपाईँहरूलाई त्यो भिडियो पनि देखाउँछौँ र पहिलो प्रथम हामी अब बस स्टेसनमा तर्फ जाँदैछौँ है त टक्कै त दाइ हिँड्दै हुनुहुन्छ अब बस स्टेसनमा गइसकेपछि हामी त्यहाँ अब कार्डहरू स्वेप गरेर बस मेट्रो स्टेसनमा जान्छौँ मेट्रो स्टेसन पछि बोर्डुबे त्यो कुन स्टेसन र सन्दीप अलगुबे स्टेसनमा तर्फ लाग्छौँ र त्यसपछि हाम्रो आजको दिन त्यही भव्य रमाइलो हुन्छ टक्क लगाएर होइन त्यो भन्दै अब हामी यसरी जाँदैछौँ साथीहरू ल अब हामी ल बस पनि आयो ल बस पनि आयो त बस पनि आयो भाग अब ल बस पनि आयो भाग छ अब साथीहरू के अनि ल फाइनल अब हामी बस पनि चढिसक्यो साथीहरू यो बस यस्तो हुन्छ दुबईको बस चाहिँ यस्तै हुन्छ अब हामी लगभग अब कति टाढो चाहिँ होला ए आज लगभग बस मेट्रो स्टेसनलाई आधी घन्टा लाग्छ अरे अब ए ल भिडियोमा जोडिरहनु होला है साथीहरू ल अब यसरी कार्ड यसरी सहयोग गर्नुपर्छ है हो ल गऱ्यो यो हो अब आयो लगभग अब झऱ्यो अब कहाँ हो अब मेट्रो स्टेसन आइपुग्यो अब दाइहरू हुन्छ लास्टै घाम छ त है टाढै छ कि यहाँबाट हिँड्नु त है ल बाटो क्रस गर्दै हुन्छ कहाँ मेट्रो स्टेसनतर्फ जाँदैछौँ हामी ल अब हामी मेट्रो अब कार्डहरू अब यहाँ रिचार्ज गर्नु पऱ्यो अब यसरी यो बस कार्ड हो यो बस कार्ड चाहिँ टक्क लिएर आइदैन कति गर्ने यसरी बस कार्ड मिसिन हुन्छ यसपछि हामीले जब कति 20बाट स्टार्ट हुन्छ है 20 हाल्नै पऱ्यो नि अब यसरी 20 पैसा हालेको नि देखाउनु गइसक्यो है खतरा फास्ट गर्ने है They give change. Just for the point. Point. Yes. How much?
हामी चाहिँ अब रिचार्ज गर्दैछौँ है हामी चाहिँ अहिले यतिखेर हाल्ने होला नि यसरी कार्ड हाल्नुपर्छ है कार्ड हालेर ढाडा यसरी यसरी फ्रन्टतिर हुन्छ यहाँ चाहिँ यसरी कति हाल्नु भाइ 20 हाल्नुपर्छ होइन 20 स्टार्टिङ 20 रहेछ होइन यो कार्ड फिनिस फिनिस गरेर ल जम्मा चाहिँ कता खै कतापट्टि ल अब हामी जान्छौँ अब बर्दिबे जाने स्टेसन समात्नु पऱ्यो होइन ल गेट खोल्नलाई पास यहाँ हुन्छ यस्तो 31 रुपियाँ रहेछ मेरो चाहिँ 31 रुपियाँ रहेछ ल जाउँ कहाँ गएछ नि फेरि अब 31 रुपियाँ ल पुग्छ होला चाहिँ होइन यसले होइन अप एन्ड डाउन चल ल किन नि यसरी लिफ्ट होइन मेट्रोमा यसरी अब हिँड्दैछौँ अब आज दिनभरि रमाइलो हुने भयो होइन कस्तो अनुभव हुँदैछ त अनि कस्तो महसुस हुँदै रमाइलो हुँदैछ आफ्टर लङ टाइम ओके ल माथि चढेको तिमी कहाँ हामी चाहिँ अब फेरि अब मेट्रो स्टेसनमा आइपुग्छ मेट्रो स्टेसन त्यो साथीलाई कुर्दैछौँ चेन्ज गर्नु पर्दो रहेछ गाडी नआउँदो रहेछ यो चाहिँ फाइनल स्टेसन बर्दुबेको है त साथीहरू अलगुबेमा स्टेसन आइपुग्यो फाइनल मेट्रो स्टेसनबाट हामी चाहिँ अब बर्दुबे पार्क होइन नि बर्दुबे पार्क भनेको अब लगभग हामी चाहिँ पहिला नै आएको हो नि त यो एरियामा चाहिँ धेरै वर्ष लामो समयपछि आइपुग्यो भनौँ न होइन ल चसको यसो क्या गरेर गर्नु राम्रो सुन्दा होइन ल बोल्नु न यसो बोल्नु न हो त्यसो ल सन्दीप पनि त हुन्छ ठिक छ ल जेब्रा क्रसिङ गरौँ हेरौँ है ल लास्टै जाम हुने त ट्राफिक त है कहाँ जाने सन्दीप पहिला सुन पसल जाउँ पहिला है त्यही हो रहेछ घाम लास्टै छ साथीहरू घाम छ हामी चाहिँ यत्रो साथीहरू सुन पसल जाँदैछौँ सुन पसल दाइको काम छ आज विशेष गरेर चाहिँ त्यो नेपालबाट ल्याएको सुन चाहिँ अलिकति त्यसलाई चाहिँ मोडिफाई हानेर डक्करलाई अलिकति बाङ्गेकोलाई सिधा बनाउने दाइले चाहिँ त्यही भएर हो सुन किन्न नै आएको भनौँ न के छ र होइन अब किन्न त परो त नि ठिक छ अब तर खासै यहाँ यता बर्दिबे दिउँसोतिर त खासै केही नहुँदो रहेछ है छुट्टी छैन त त्यही भएर के सटरडे सन्डे भएको चाहिँ मान्छे भिड हुन्छ होइन ल ठिक दामी छ अब यता सन्डे खै सबै 24 क्यारेटको रहेछ यो टप बाबु हामी यतिर सुन पसलमा छौँ है कुन चाहिँ राम्रो हुन्छ त्यो अलिक यति नै अरू होइन डिजाइन यति नै छ ल अब फाइनली हामीले जेसिका ज्वेलर्समा आएर चाहिँ हामीले
साथीले चाहिँ अब घर जाँदैछ उसले चाहिँ अब आधी तोलाको होइन सन्दीप आधी तोलाको सुन अर्डर गरियो रिङ टक्क लाएर अब सुनै सुन अब सुनै सुन है मलाई थाहा भन मैले त हो नि त उसले नि कता हजुर लाग्दो रहेछ नजिक हो कि अन्त ल अब हामी चाहिँ अब यतिर हामी अब नेपाली उसमा सञ्जय गार्मेन्ट भन्ने ठाउँमा जाँदैछौँ हामी यतिर जाँदैछौँ गलीमा हो कतापट्टि हो यतापट्टि होला यतापट्टि हजुर अनि यहाँबाट हो कि हामी चाहिँ अब लाएर टक्क लाएर विकास दाइले अब के सञ्जय गार्मेन्टमा जाँदैछौँ नेपाली फेन्सी पसलमा टक्क लाएर अब बरदुबेको नेपालमा पार्सल बनाउँदै भन्दै यो सञ्जय गार्मेन्ट यो है अब यहाँ चाहिँ अब सिङ्गापुरे पेटी लिन आइरहेका छौँ हामी यतिर ल दुबे चप्पल पनि पाउँछ है यहाँ ओके यो चाहिँ दुबे चप्पल हो यो डिजाइनहरू हेर्नुहोस् यो दुबे चप्पल हो योतिर हामी सञ्जय गार्मेन्ट भन्ने ठाउँमा छौँ पेटी सिङ्गापुरे पेटी है ओरिजिनल हुन्छ होला नि अर्को अलिक कलर छ अर्को कलरमा छैन अर्को हरियो वाइटमा अर्को सेम छ त अर्को छैन त ल यतिर हामी सिङ्गापुरे प्लेस कति रे 40 दिराम भनिस् त यो चारवटा हालिदिनु चारवटा हाल्दैछ नि यही मात्रै हाल्नु सबै मिनार दिन्छ होला नि त चारवटा लिएको त भाइ ल सब पाइन्छ यहाँ है यहाँ है ल सञ्जय गार्मेन्ट यहाँ वेशभूषा सम्बन्धी पनि पाउँदो रहेछ दुबे चप्पल चाहिँ अलि चाहिँ खतरा रहेछ अहिले चाहिँ भनेस् त ल हामी यतिर अब तपाईँलाई मोमो खाजा पानी गर्दैछौँ हामीले रेस्टुरेन्टमा कुन रेस्टुरेन्ट त यो फुलबारी ल फुलबारी नेपाली रेस्टुरेन्टमा छौँ हामी यतिर मेले हेर्दैछ साथीले के खाने हो म त चाउमिन पनि खाने हो मोमो पनि खाने हो त्यही त खानु मन लाग्यो मलाई कम्बो खाने कि एक कुरा खाने कि कम्बो खाने भने कम्बो मिलाएर हाफ मिलाएर खाने कम्बो एकै ठाउँमा आउँछ नि होइन कम्बो एकै ठाउँमा भन्दा नि हाफ मोमो हाफ चाउमिन आउँछ हाम्रो प्लेटरमा त छैन मोमो हाफ चाउमिन आउँछ म त मोमो चाउमिन एक ठाउँ मिक्स त्यसरी आउँछ ल ल ल त्यही गर्नु मलाई म त्यही खान्छु ल मन त्यही ल दुईवटा कम्बो भयो तिमी के खाने बफ चिकन पनि मलाई म त बफ मलाई चिकन हो मलाई त चिकन कम्बो बफ कम्बो दाइले त चिकन कम्बो दुईटा चिकन कम्बो भयो एउटा बफ कम्बो अलि छिटो गर्नुहोस् ल म खाँदिनँ चिसो भन्दा उस खाऊँ न दुईटा चिकन कम्बो लस्सी जुसहरू के पाउँछ फ्रेस हजुर त्यसले अनि उसले त 20 मिनट भनेर लास्टै टाइम लगाइदिन्छ है बनाएकै नरहेछ ल साथी हामी चाहिँ खाजा खान लाग्छौँ यतिर है ढक्क लाएर यो तिमीले पनि चिकन खाएको हो र अब हामी चाहिँ ढक्क अब सुरु गर्न लाग्यो त होइन दाइ कस्तो लाग्छ टेस्ट गर्दैन ल रोबल सक्यो है सक्यो है सुरु गरौँ है माई गड फर्स्ट बाइट ल अचार हुँदै स्पेसी हो स्पेसी भन्दा
पिरो हुन्छ त्यहाँ लास्टै ल साथीहरू अब हामी फाइनली अब घर फर्किँदै सपिङ गरियो मैले एउटा के अरे ग्याम्बल किनेँ दाइले सपिङ गर्नुभयो पेटीहरू खाना खाजा खाइयो अब रुमतिर हिँड्नु पर्यो साथीहरू अब के गर्नु मेट्रो स्टेसनमा छौँ हामीतिर अब हामी रुमतिर पनि लाग्दैछौँ यो रुमतिर मेट्रो स्टेसनमा छौँ हामीतिर वेट गर्दै